बिउ राख्या हो कि क्या हो यो भाइ? यो चाहिँ यो कुरिलो कति वर्ष भयो हामीले रोपेको? 1 वर्ष। यो के लु कति भयो रे भाइ यो? दानाको 1 वर्ष। अब यो चाहिँ खैहरू कति साह्रो फलेको यो पनि किन्छ। यो लस्सी यो ह्याङले राकेबाट ल्याएको बिउ कति धेरै फल। यो पनि के हो यस्तो खाने मान्छे नभएर यो ड्रागन फ्रुटहरू जस्तै रोपेको बत्थेरी। ल यो काठमाडौँमा कोदालो छैन लु पाके नै म दबाई खै त भाइ त्यो मल ल्याउनु चाहिँ यहाँ लगाइदिनु त मल उत्यो कालो। यो ड्रागन फ्रुट त आगोको फल छ होला है। मेहनतको फल मिठो हुन्छ भन्छन्। पर्यो कोदालो चाहिँदैन लु सिनामको खुकुरीले काम दियो हेर। यता पनि भाइ यहाँ पानी पुगेन छ नि। अब चाय मेन्देगुलाई छ पानी नै नहाल्दा रहेछ। पानी नै दिनुहुन्छ पानी नदिएपछि हुँदैन कि यहाँ यसलाई अलिअलि पोकमा गरौँ ल माटोले अलिक। यो त ऊ होइन फुल हो पानी। तिवानेन्जङ भनेको यही होइन? अनि यो कुरिलो चाहिँ नखाने भाइहरू अब यो कुरिलो नखानु सबै फुलेछ नि। के गर्नु कुरिलो यसलाई त यहाँ सम्हाल्छ।